आशिका तामाङ भन्ने थाहा छ त्यो विदेशमा बसेर आइ कि काठमाडौँमा एउटा तिमी यस्ता केटाले पिसाब गर्दाखेरि कति पिसाब गर्यो भनेर हेर्तिन्छ गर्न खोज्ने ढङ्ग नपुर्याउने किनभने त्यहाँ अनुभवी भएनन् के अहिले सांसद भएपछि काठमाडौँमा पिसाब गर्ने ठाउँ छैन यहाँ माइती गरेका मान्छेले कहाँ गएर पिसाब गर्ने अहिले सरकारमा गएपछि काठमाडौँमा पिसाब गर्ने व्यवस्था गरिदिनु पर्दैन हिजो एउटा युवाले पिसाब गर्यो भनेर कति पिसाब गर्छ भनेर गएर हेर्नेले एउटा बडा होटेलवालाले त्यो 28 रुपियाँ पानीको बोतल ल्यायो भनेर त्यो होटेलवाला थर्काउनेले अहिले पानीको बोतल 30-35 हुँदाखेरि के रिस त्यसले के त्यो होटेलवालाले गल्ती गरेको थियो त त्यो चलन चल्ती अनुसार त बेचे हुँदो भाइरल हुनको लागि उहाँले गर्नु भएको रहेछ त्यो प्रश्न देखियो अहिले जो बदमास गरेर भाइरल भएका छन् तिनी चाहिँ अहिले सांसद भने अब एउटा चाहिँ अब डिएसपी के भएको अरे अब स्कुलमा गएर आफूलाई पढाएका सरले मलाई सम्बोधन गरेन भनेर चाहिँ विरोध गर्यो सम्मान गरेन भनेर सम्मान गर्न त आफू पनि लायकको हुनुपर्छ सम्मान गर्ने त त्यो विद्यालयको प्रशासन त त्यहाँको प्रभाव हो नि उसको अनुमति लिएर मात्रै विद्यालय छिर्न पाउँछ शिक्षा मन्त्री पनि त्यहाँको पावरवाला हुन्छ कि प्रधानाध्यापक भनेको त्यो हेडमास्टर त्यति पावर हुन्छ म जाँदा पनि त्यहाँ अनुमति लिएर मात्रै भित्र पस्न पाउँछ उसले अनुमति पनि ल्याएको छैन ऊ आफ्नो काममा छ प्रधानाध्यापक उसलाई सम्मान चाहिएको गर्न खोज्ने ढङ्ग नपुर्याउने किनभने त्यहाँ अनुभवी भएनन् के अनुभवी सांसद कस्ता छन् त्यहाँ एउटा यहाँ माइती घरमा आफैमा नेल लाएर घाँटिया साङ्ला भिनेर 60,000 दलितलाई खुवाई भन्थ्यो एउटा खगेन्द्र सुनार होइन अहिले त सांसद पाएपछि दलितका शब्द पनि बोलेको छैन जो कचरो छ त्यसलाई पनि राम्रो भन्न पाए कि चोरले त चोरको सङ्गत गर्छ नि त साधुले साधुको सङ्गत गर्छ चोरले त साधुलाई त मन पराउन चोरलाई मन पराउँछ जो गल्ती छ जो गलत छ उसले गलतलाई मन पराउँछ के